धन्यवाद कलाकार बहिनी निम्तिकी शेर्पालाई। उहाँले आफ्नो उत्कृष्ट प्रस्तुति दिएर हामी माझबाट गइसक्नु भएकी छिन् र अब भने हामी हाम्रो महत्त्वपूर्ण मन्तव्य दिनका लागि आउँदै हुनुहुन्छ हाम्रो विशेष अतिथि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र 1 नम्बर प्रदेश समिति सचिवालय सदस्य तथा सोलुखुम्बु जिल्ला समन्वय समितिका संयोजक र हाम्रो युवा नेता नामगेल शेर्पाज्यूलाई आफ्नो मन्तव्य दिनका लागि हार्दिक विनम्र अनुरोध गर्दछु।